तर कोही न कोही त्यस्तो सद्भावपूर्ण ढङ्गले सोच्ने व्यक्ति, इगोभन्दा बाहिरबाट सोच्ने संस्था, परम्परागत मूल्य मान्यताबाट अलिकति बाहिर आएर सोच्ने र देशको मनोविज्ञानहरूलाई केन्द्रीकरण गर्ने र एउटा केन्द्र हो भनेर दिनुपर्ने आवश्यकता चाहिँ अहिले हो। त्यसकारण अहिले नेकपा माओवादीले कुनै बेला हामीले देशमा यस्तै अस्थिर सिचुएसनको बावजुद, मान्छेको निराशाको बावजुद माओवादी आन्दोलन गठन गरेको हो र माओवादी आन्दोलनले नेपालमा परम्परागत मूल्य मान्यता, संस्कृति, सोच ती सारा कुरालाई नयाँ ठाउँमा पुर्याएर हामीले चाहिँ एउटा नयाँ व्यवस्था दियौँ, गणतन्त्रात्मक व्यवस्था दियौँ। मान्छेलाई विभेद गर्नु हुँदैन कुनै कारणले, अथवा रङ, जाति, वर्ग, धनी, गरिब यस्ता कारणले चाहिँ विभेद गर्नु हुँदैन भन्ने चेतना दियौँ, व्यवस्था दियौँ, संरचना दियौँ। यो संरचनामा जन्मिएका मान्छेहरू, पुरानो संरचनामा जन्मिएकाहरूलाई त्यो कुरा पर्याप्त थियो, त्यो दियौँ। अब यही व्यवस्थामा जन्मेका जेएनजीहरू भनौँ, खास गरी अहिलेको जेएनजी चाहिँ यो गणतन्त्रात्मक व्यवस्थामा जन्मेको हो। उनीहरूलाई कहिलेकाहीँ गणतन्त्र नर्मलै हो भन्ने लाग्नु पनि सक्छ, तर उनीहरू सबैको मनोविज्ञानमा चाहिँ अहिलेको आवश्यकता के हो भने विदेश नगइकन विदेशको जस्तो म्यानेजमेन्ट, कतिपय राम्रा ठाउँहरूमा भएको म्यानेजमेन्टहरू, अहिले भइराखेको जति पनि चाहिँ अव्यवस्थाहरू छ त्यसमा सुशासन मार्फत कम्तीमा पनि देशमा रोजगारीको व्यवस्था, अझ त्यो पनि इन्फर्मल रोजगारी के कस्तो मान्छे अब त युवाहरूले कस्तो चाहिरहेको छ भने कम्पेरिटिभली उसलाई फुर्सद हुँदा काम गर्ने, उसलाई मन लाग्दाखेरि काम गर्ने ठाउँ सजिलो गरी प्राप्त भएदेखि त्यो काम गर्थे भन्ने सोच छ नि त। त्यसले गर्दा इन्फर्मल रोजगारीको म्यानेजमेन्ट पनि अर्को हाई लेभलमा बनाउने टाइपको चाहिँ व्यवस्था नभएका कारणले अलिकति शैक्षिक गुणस्तर पनि हामी नयाँ परम्परागत मोडालिटीमा आयो। धेरै देशहरूमा कस्तो भयो भने मान्छे धेरै उसमा स्ट्रेस लिन चाहँदैन कि। हामी चाहिँ हाम्रो प्रणाली कस्तो भयो भने यो श्रुति परम्परामा आधारित हाम्रो एजुकेसन कल्चरल मोडालिटी हो। हामी सबै कुरा चाहिँ तपाईँ सुनाएर कण्ठ गराएर चाहिँ समाजमा चाहिँ रेकर्ड राख्ने प्रणाली हो। त्यो नराम्रो थिएन इतिहासमा, तर अहिले आउँदा चाहिँ मान्छे कस्तो भने एजुकेसनली पनि अब धेरै देशहरूमा कस्तो प्रणाली रहेछ भने 1 महिना पढ्ने, 1 महिनामा एक्जाम दिने सिद्धो कि, अनि फेरि अर्को महिना पढ्ने, अर्को महिनामा एक्जाम दिने, अनि त्यसले सिद्धो। यो त अब अहिले हामी कहाँ कस्तो भयो टोटलमा मान्छेहरू पढ्न पनि टियुमा पढ्नु पऱ्यो भने 6 वर्षमा उसको चाहिँ कुनै एउटा चाहिँ लेभल सकिँदैन। अनि यी सारा चिजहरूको बावजुद चाहिँ आजको आवश्यकता जुन साइकोलोजिकल आवश्यकता छ त्यो आवश्यकताको माग गर्ने जुन ऊ छन् तिनीहरू चाहिँ हामीले दिन नसकेको हो। त्यो चाहिँ जस्तो नि 63 सालमा तपाईँहरू शान्ति प्रक्रियामा आउनु, 63, 64, 65 चाहिँ त्यतिखेर माओवादी भनेपछि त ओहो माओवादी आयो भन्ने हुन्थ्यो कि। त्यो खुल्ला मञ्चमा, काठमाडौँको खुल्ला मञ्चमा आमसभा हुन्थ्यो। म त्यतिखेर स्कुल पढ्थेँ। तपाईँहरू त्यतिखेर त अब युद्धकालीन लडाकु भएर तपाईँहरू शान्ति प्रक्रियामा आउनुभएको स्थिति, त्यो प्रचण्डले गर्नुभएको भाषणहरू सुन्छु कि अबको 10 वर्षमा देशलाई सिङ्गापुर बनाउने हो भन्नुहुन्थ्यो। हामी त्यतिखेर त बच्चा भएर स्कुल पढिरहेको, तैपनि हामी पनि जान्थ्यौँ त्यो चाहिँ आमसभा हेर्नलाई, लगिन्थ्यो कतिपय अवस्थामा। अनि सिङ्गापुर भने कस्तो हुन्थ्यो होला भनेर त्यतिखेर त युट्युबहरू पनि अहिले जस्तो थिएन नि त। अनि साइबर सेन्टरहरूमा गएर खोजिन्थ्यो क्या, यो सिङ्गापुर भने यस्तो ठुला मान्छेहरूलाई सोधिन्थ्यो। अनि यो देश त भन्नै लागेको छ क्या हो भने जस्तो हुन्थ्यो। 64मा तपाईँहरूले फेरि त्यस्तै खालको भोट पाउनुभयो फेरि। अनि पहिलो संविधान सभामा अवश्य देश बन्द रहेछ क्यारे भन्ने हो। तपाईँहरूको धारणा अहिले तपाईँले जे भन्नुभएको थियो त्यतिखेर त्यस्तै थियो, सपनाहरू त्यस्तै सुन्थ्यौँ कि। अनि आज ल हेर्नुहोस् त यो स्थिति आयो, यो झन्डै 20-25 वर्ष समय